अब रमाइलोसम्मको यात्रा हो। हाइब्रिड टुर साथी हो हाम्रो चाहिँ लेटाङ्गे बत्ती काट्ने चोक है। हाम्रो यहाँ बत्ती चोक भन्छ नि यसलाई। पुर्खाहरूले पछि खाँदैछ यहाँ कुटी चपाउँदै रहेछ। ल हामी जङ्गलको बाटो लागिसक्यौँ है साथी हो। एकदम अहिले पहिलाभन्दा यो बाटो एकदम खाली हिँड्छ है। बाटो तलतिर मासतिर भएको कारणले गर्दा लेटाङमा हाइवे बनेको मदन भण्डारी राजमार्ग बनेकोले गर्दाखेरि अहिले धेरै जसो त्यता बाटो हिँड्छन् दुःख सुख भए पनि। अनि तल्लो बाटो बेलबारीको बाटो हिँड्छ। त्यो भएको कारणले गर्दा यो अहिले खाली नै हुन्छ हौ रोडहरू नि। यो गाइजहरू हामी स्कुटीमा घाँस चाहिँ यसरी बोकिन्छ है हाम्रो लेटाङकै तल पनि आउँदैछ। कानेपुलीको गाडी चाहिँ आउँदैछ। यो बाटो बनेकोले धुलोले एकदम ग्रस्त बनाउँछ यार। कपाल पनि सिङ जस्तो बनाइदिन्छ। आइतबारी आइपुग्यो होइन। पाठा हेर्ने क्रम भइरहेछ। पाठा चाहिँ यो खालको रहेछ। दुई बुचा दुई भिने दाइ यो एउटा कालो रहेछ। हेर्दै जाउँ अब। डिउरो रहेछ यहाँ रहेछ हो। यो सानो रहेछ नि त यिनीहरू। मामा कता हो नि? मामा भेट्यो त अनि पर हामी आएको कि हाइब्रिड निस्क्यो ल रातमा। यो मादलहरू पनि बेच्नुपर्ने हो। ल मामा ल हाम्रो लेटाङको मामालाई पनि भेट्यो साथी हो। यो चाहिँ रमाइलो चाहिँ यो चाहिँ सानो साइज रहेछ हौ। गएर बल्ल 2 पिस मात्र किन्यो। बहुत टेन्सन छ। कुटु आइज।